घर बनाउँदै हुनुहुन्छ भने के कुरामा ध्यान पुर्याउँदा घरको खर्च कम हुन्छ त? तपाईले घर बनाउने सोचमा हुनुहुन्छ भने एउटा प्रमुख कन्स्ट्रेन्ट भनेको बजेट नै हुन्छ र के कस्ता कुरामा हामीले ध्यान पुर्याउँदाखेरि घरको खर्च कम हुन्छ भनेर हामीले यो सिरिज तयार पारेका छौं, जसमध्ये तपाईं हेर्दै हुनुहुन्छ पार्ट 3। यसमा हामीले घरको प्लम्बिङ खर्च कसरी घटाउन सकिन्छ भनेर बुझ्ने छौं। घरमा लाग्ने प्लम्बिङ पाइप्स र फिटिङ्सहरुको खर्च घटाउन सकभर तपाईले घरको डिजाइन गर्दाखेरि वाटर क्लोजेटहरु जस्तै टोयलेट, बाथरुम र लन्ड्रीलाई सबै घरको एउटै साइडमा मात्र कन्फाइन गर्न खोज्नुहोस्। यस्तो गर्दा प्लम्बिङ पाइप्स र अन्य आवश्यक फिटिङ्सहरुको क्वान्टिटी घट्छ। यसरी तपाईले प्लम्बिङ डिजाइन गर्नुभयो भने घरको एउटा कुनाबाट अर्को कुनामा प्लम्बिङ पाइप्सहरु लग्नुपर्ने आवश्यकता हुँदैन, जसको कारणले गर्दाखेरि प्लम्बिङ पाइप्सको क्वान्टिटीहरु घटेर आउँछ र कुनै पनि सामानको क्वान्टिटी घट्ने बित्तिकै खर्च पनि अटोमेटिकली घटेर आउँछ। खर्चको कुरा मात्र होइन, तपाईले यदि प्लम्बिङ पाइप्सहरु घरको एउटा साइडमा राख्नु भयो भने पछिल्लो समयमा गएर मेन्टेनेन्स गर्दाखेरि आउने खर्च पनि घटेर जान्छ, किनभने घरको एकै साइडमा चाहिँ तपाईले वाटर क्लोजेटहरु राख्नु भयो भने मेन्टेनेन्स गर्न निकै सजिलो हुन्छ। त्यसैले यदि तपाईले बजेट फ्रेन्डली घर खोज्नु भएको छ भने सदैव के याद राख्नुहोस् भने घरको टोयलेट बाथरुमहरुलाई चाहिँ सकभर एउटै कुनामा मात्र अथवा एउटा साइडमा मात्र च्यापेर बनाउन खोज्नुहोस्। घर विदिन बजेट पक्कै पनि आउँछ। यति मात्र नभएर के कुरा बुझ्नुहोस् भने टोयलेट बाथरुम जति बढ्दै जान्छ घरको खर्च पनि त्यति बढ्दै जाने हुन्छ। त्यसैले तपाईलाई अनावश्यक रूपमा सबै बेडरुमहरुलाई मास्टर बेडरुम अथवा सबै बेडरुममा एट्याच टोयलेट आवश्यकता छ कि छैन भनेर पनि तपाईले बुझ्नुपर्ने हुन्छ। तपाई आफू बस्ने एउटा बेडरुममा त एट्याच बाथरुम आवश्यक होला, तर बालबच्चा बस्ने बेडरुमहरुतिर पनि के एट्याच टोयलेट आवश्यक छ त? यसरी तपाईले अनावश्यक रूपमा टोयलेटहरु बढाउने बित्तिकै त्यहाँ लाग्ने प्लम्बिङ पाइपहरु, त्यहाँ लाग्ने टाइलहरु, त्यहाँ गर्नुपर्ने फिनिशिङका खर्चहरु, फिक्सर्सका खर्चहरु सबै बढेर जान्छ, जसको कारणले गर्दा तपाईको घरको बजेट अनावश्यक रूपमा बढिरहेको हुन्छ। यदि घरको खर्च कम गर्ने आइडियाहरु लिन चाहनुहुन्छ भने हामीसँग तपाईले प्रत्यक्ष परामर्श पनि लिन सक्नुहुन्छ। आफ्नो बजेट अनुसारको घर यदि दक्ष तथा अनुभवी प्राविधिक अथवा इन्जिनियर्स र आर्किटेक्टबाट आफ्नो घर डिजाइन र कन्स्ट्रक्सन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। घर बनाउँदै हुनुहुन्छ र यदि तपाईलाई विदाउट चार्ज परामर्श चाहिन्छ भने पनि हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ।